हामी गाईघाट उताबाट आउँदाखेरि अलिक ढिला भयो, त्यसको लागि क्षमा प्राप्त छु। यहाँ जो तपाईँ धरानवासीले जो व्यवस्थापन गर्नुभयो यसको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। हामी विगत 3 वर्षदेखि निरन्तर लघुवित्त पीडितहरू निरन्तर आन्दोलनमा छौँ। प्रदत्तकर्ता सहकारी प्रदत्तकर्ता पीडितहरू म पनि सीमित सहकारीको पीडित हुँ। नेतृत्व लघुवित्त पीडितहरूको गरेको छु। आवश्यकताले त्यो तत्कालीन अवस्थामा त्यो आवश्यकता पर्यो र आज देशमा हामीलाई गरिब र विपन्न वर्गको नाममा गरिब र विपन्न वर्गको नाममा लघुवित्त मार्फत जनतालाई चक्रवृद्धि ब्याजमा लुटियो। ती लुटेराहरू पाल्ने यिनै सत्ताधारी र यिनै राजनीतिक दलहरू हुन्। आज मध्यमवर्गीय तबकालाई तपाईहरुले जो सहकारीको नाममा बचत गराउने नाममा मध्यमवर्गीय तबकाको बचत खाएर खरबौं रुपैयाँ बचत हिनामिना गरेर आज तपाईहरुलाई घरमा खाएको बनाउने तिनै दलालको संरक्षण गरेका दलालहरू हुन्। आज ठुला ब्याङ्कको कुरा गर्नुभयो। आज ठुला राष्ट्रिय उद्योगी व्यवसायहरूलाई ठुला ब्याङ्क मार्फत चपेटामा पारेर त्यहाँ पनि त्यही माफियाहरूले लुटेर तीनटै वर्गलाई पेरोलाल रूपमा लुट्ने व्यक्ति एउटै छ, स्वभाव एउटै छ। तिनलाई राजनीतिक समर्थन दिने हाम्रा राजनीतिका नेताहरू जसलाई हामीले भोट दिन्छौँ, जसले हामीलाई भन्ने गर्छ समाजवाद र साम्यवादको नारा लगाएर हामीलाई ठग्ने गर्दछ, त्यस्ता दलालहरूले समर्थन गरिरहेका छन्। यो समर्थन नगरेर राजनीतिक दलहरूबाट हामीले पटक पटक भनिरहेका छौँ। र आजको यही धरानबाट पनि म के भन्न चाहन्छु भने लघुवित्त पीडित, वित्तीय पीडित सबै, सहकारी पीडित, ब्याङ्क पीडित सबैको तर्फबाट, मिडरब्याली पीडित सबैको तर्फबाट यदि वित्तीय समस्या जटिल रूपमा परेको छ, नेपाल आज वित्तीय अराजकताको कारणले मुलुकले एउटा वित्तीय नीति बनाउने अनि चाहिँ एउटा नीति बनाउने, राष्ट्र ब्याङ्कलाई चाहिँ स्वच्छ छोडेर विशेष वित्तीय मार्फत जनता लुट्नेको प्रवृत्तिको विकास भएको छ। यहाँ राष्ट्रिय माफिया मात्रै नभएर धेरै यो देशलाई लुट्ने, यो देशका लुटेराहरूले जो तय गरेको जो नीति छ त्यो नीति पछाडि दिनुपर्छ। यी वित्तीय पीडितहरूले न्याय पाउनुपर्छ भनेर आज हामी एक भएर हामी समूहमा जम्मा भएका छौँ। मिडरब्याजीहरूको दुई पत्ता बन्यो, मिडरब्याजीले चाहिँ न्याय पाएन। त्यो मिडरब्याजी समस्या हामी लघुवित्त पीडितले हेरिरहेका छौँ। आज सहकारीको चार पटक सम्झौता भयो तर कार्यान्वयन भएन। आज हाम्रो लघुवित्त पीडितहरूको असार 26 गते इच्छाकर अध्ययन जोगी ठाउँमा गएर प्रश्न रूपमा लघुवित्तले 80% कमजोरी गरेको कुरा प्रमाणित भएको छ। त्यो भनेको लुटेकै त हो। लघुवित्त उसलाई राष्ट्र ब्याङ्कको निर्देशक मार्फत परिचालन गरियो तर उनले राष्ट्र ब्याङ्कको निर्देशक विपरीत काम गरेको कारणले गरिब र विपन्न वर्गको नाममा त्यहाँ लुटेको कुरा प्रमाणित भएको छ। त्यति प्रमाणित भइसक्दा पनि जनतालाई कसरी उत्थान गर्ने, कसरी समस्या समाधान गर्ने भनेर बनेको प्रतिवेदन कार्यान्वयन नगरेर दुलोभित्र लुकाइएको छ। आज चार पटक भएको सम्झौता भएको सहकारी पीडितहरूको, पत्रकर्ता पीडितको त्यो त्यही लुकाइएको छ, मिडरब्याजीको लुकाइएको छ। यस कारणले यो समग्र वित्तीय समस्या हो। हामी एक्लै लड्यौँ। 27 महिना सहकारी पत्रकर्ता पीडितहरू लड्नुभयो। 3 वर्षभन्दा बढी हामी मिडरब्याजी र लघुवित्त पीडित लडिरहेका छौँ भने समस्या समाधान गर्न राज्य चाहिँ आतुर छैन। कानमा तेल हालेर बसेका छन् र ती वित्तीय माफियाहरूलाई उनीहरूले समर्थन गरेर बसेका छन्। त्यसकारणले यसको अन्त्य गर्न जो देशबाट वित्तीय माफियाहरूलाई भोकले ट्याग लगाएर लखेटेर नेपाली जनताको पक्षमा वित्तीय ऐन र मौद्रिक नीति बनाउने अहिलेको जस्तो 3 महिनामा फेरि अराजक खालको वित्तीय ऐन नीति यसै कारणले गर्दा हामी लुटिएका छौँ। यो लुटको अन्त्यको लागि हामी सबै एकजुट भएर वित्तीय समस्यामा परेका हामी मिडरब्याजी पीडितहरू, लघुवित्त पीडितहरू, सहकारी पत्रकर्ता पीडितहरू र ठुला ब्याङ्क पीडितहरू सबै एकजुट भएर हामी व्यवस्थाको विरुद्धमा हामी लड्न सक्दैनौँ। किनभने एउटा वित्तीय समस्यामा परेका हौँ। तर यसमा टेकेर व्यवस्था विरुद्ध लड्नेहरू छैन, हाम्रो भन्नु केही छैन। उहाँले व्यवस्था फेर्न सक्नुभएछ भने हेरौँला। तर हामी वित्तीय समस्यामा परेकाहरूले पहिला वित्तीय समस्याको समाधान गर्नको निमित्त यिनै राजनीतिक दलहरूलाई गइरहेका छौँ। तर अझ पनि त्यसको लागेको स्थिति छैन। त्यसकारणले हामी चैत 17देखि निरन्तर चैत 17 गते गएर फर्किने होइन जहिलेसम्म लघुवित्त पीडितले न्याय पाउँदैन, सहकारी पत्रकर्ता पीडितले न्याय पाउँदैन,
बैंक पीडितले न्याय पाउँदैन, मिटर ब्याजी पीडितले न्याय पाउँदैन। अहिलेसम्म हामी आन्दोलनलाई निरन्तर त्यो काठमाडौँमा आन्दोलन गरेर देशव्यापी रूपमा यिनीहरूको तहसमा बनाएर र हाम्रो माग पुरा गराएर वित्तीय समस्या समाधान तत्काल रूपमा गर्ने निर्णय होइन कार्यान्वयन गराएर मात्रै हामी काठमाडौँमा फर्किने हैसियत छ। तपाईँ हामी उपस्थित हो। आज लघुवित्त पीडितहरू 3 वर्षदेखि आन्दोलनमा छौँ। बिचरा दुःख सुख गरेर जो चक्रवृद्धि ब्याजमा फसेको कुरालाई लेखेर पनि कार्यान्वयन गरेका छैनन्। आज हेर्नु दिदीबहिनीहरू, यहाँ त मात्रै हामी त्यो भने एउटा पुरस्कार कार्यक्रम हो। हामी अभियन्ता लेभलका मात्रै वडा अध्यक्ष, पालिका अध्यक्ष, सचिवहरू, जिल्ला गएर मात्रै हामी एउटा टिम लिडरहरू मात्रै यहाँ उपस्थित हुनुभएको छ। आम जनता उपस्थित भएन, पीडितहरू धेरै छ। 60 लाख लघुवित्त पीडित, 70 लाख चाहिँ सहकारी पीडित, 18 लाख बैंक पीडित, 5 लाख मिटर ब्याज पीडित। यसको 1% पनि जनता काठमाडौँमा उत्रियो भने यसले जो वित्तीय माफियाहरूलाई समर्थन गरेर जो चुनावमा मात्रै समाजवाद र साम्यवाद आउने गर्छ नेपालमा। 15 दिन स्थानीय चुनावमा समाजवाद आउँछ, रक्सी र मासु बाँड्दैन, समाजवादका भट्टाउने नारा भट्टाउने, अनि चाहिँ फेरि सङ्घ प्रदेशकोमा 1 महिना चाहिँ साम्यवाद आउँछ। त्यतिखेर फेरि साम्यवादका नारा भट्टाएर जनतालाई भोट लुट्ने यस्तो प्रवृत्तिको अन्त्य र यी जोस जसरी चाहिँ हाम्रो भोट लुटेर हामीलाई वित्तीय समस्यामा चर्काएका छन्। आज सडकपतिलाई रोड, करोडपतिलाई रोडपति बनाएका छन्। आज गरिब र विपन्न वर्गलाई ठुलो सुरुवाही बनाएका छन्। यस्ता दलालहरूको विरुद्धमा हामी चाहिँ केन्द्रित हुँदैछौँ। त्यसैले चैत्र 17 गते हाम्रो लघुवित्त पीडित दिदीबहिनीहरूले आज नसम्झिनु होला कि मनोज पौडेल किन बोलेन, लुजा राई किन बोलेन, अरू धेरै बनिराम सर किन 1 घन्टा भाषण गर्नु भएन। होइन, चिन्ता नगर्नुहोस्, हामी यो मात्रै हाम्रो मिलन केन्द्र हो। आज एउटा संयुक्त एउटा चाहिँ सन्देश दिन खोजिएको हो। लघुवित्त पीडित र सहकारी पीडित अथवा वित्तीय समस्यामा परेका सम्पूर्ण पीडितहरू एकजुट भएको यो कोशी प्रदेशको एउटा सन्देश मात्रै दिन खोजिएको छ। त्यसकारणले म धेरै बोल्न समय अभाव छ, त्यसकारणले म धेरै बोल्ने पक्षमा छैन, मात्रै सन्देश दिन मात्रै खोजिएको छ। र हाम्रो धेरै कुरा कुशलजीले भनिसक्नु भएको छ र हाम्रो प्रमुख अतिथिज्यूले अझै यसलाई चाहिँ विस्तारमा सबैलाई बुझाउने कोसिस गर्नुहुनेछ। र तपाईँ हामी सम्पूर्ण वित्तीय समस्यामा परेका हामी दिदीबहिनीहरू, सम्पूर्ण नेपाली नागरिकहरू, यो कोशी प्रदेशवासीहरू एकजुट भएर चैत 17 गते काठमाडौँमा आफूले खाने थाल, कटौरा र सुत्ने ओछ्यान एउटा कम्बल लिएर हामी काठमाडौँमा गएर यो हामीले न्याय नपाउन्जेल निरन्तर लडाइँ लडेर न्याय पाएर मात्रै यो कागजीमा न्याय पाएर हामी मान्नेवाला छैनौँ। यदि त्यो 17 गतेदेखि हुने निरन्तर आन्दोलनले पनि हामीलाई न्याय दिन यी राजनीतिक दलहरूले सकेनन् भने त्यसको पनि विकल्प छ। नेपालमा कस्ता कस्ता घटनाहरू भएका छन्। 7 सालको राणा विरोधी आन्दोलन के भएको थियो, 46 सालमा बौद्ध जनता कति लडाइँ लडिएको थियो र कति शहीद भएका थिए, 62 को जनआन्दोलनमा कति शहीद भए, अनि व्यवस्था परिवर्तनको नाममा कति शहीद भए। तर हामीले अवस्था परिवर्तन खोजेका हौँ। वित्तीय समस्याको कारण नेपाली जनताको अवस्था परिवर्तनमा ठुलो हात पुर्याइरहेको छ, ठुलो तगारो खडा गरिरहेका छन् वित्तीय माफियाहरूले नेपाली जनताको अवस्था परिवर्तनको निमित्त। यिनीहरूले अगाडि बढ्न नदिनको लागि वित्तीय माफियाको चलखेल छ। अरबौं रुपियाँ चुनावी एउटा चाहिँ उसमा खर्च गर्छन्, तर जनतालाई न्याय दिन सक्दैनन् र चाहँदैनन्। त्यसकारणले त्यो साँच्चै नेपाली जनताको अवस्था परिवर्तनको लडाइँ हो। यो लडाइँमा तपाईँ हामीले वित्तीय क्षेत्रलाई आमूल परिवर्तन गरेर वित्तीय क्षेत्रमा समस्या परेका सम्पूर्ण समस्याहरू समाधान गर्न सकियो भने अवस्था परिवर्तन त्यहीबाट अगाडि बढ्छ। त्यसकारणले तपाईँ हामी यो समस्यालाई समाधान गर्नको निमित्त आफ्नो न्याय आफै खोजेर ल्याउने तागत चाहिँ 17 गते उपस्थित हुनुहोला भन्ने म सम्पूर्णलाई अनुरोध गर्दै म बिदा हुन्छु। हस्त, जय श्री